हेलो गाइज व्हाट्सअप वेलकम टु माई च्यानल। अनि आज चाहिँ म कलेज गइरहेको छु हैन। अनि आज चाहिँ म मेरो नर्मल डे क्लासमा चाहिँ कसरी स्पेन्ड गर्छु, कलेजमा कसरी स्पेन्ड गर्छु, कलेजमा के हुन्छ हल्का स्लाइड ब्रिफमा चाहिँ देखाउने कोसिस गर्छु हैन। ल लेट्स सी जाम है त। म रेडी पनि भइसकेँ, जाम अब। साथी पनि आइसक्यो, अघि फोन गरिरहेको थिएँ आशुतोष। बुकमा सबै लिए जस्तो त लाग्यो मलाई। समथिङ्स मिसिङ। के मिसिङ भन्दाखेरि चाहिँ अरू त्यस्तो मिसिङ त केही नि होइन। ह्याप्पी डेन्ट मिसिङ। लेट्स गो। टाइ त कता कता होला ब्यागतिर। डोर पनि लक गर। मम्मी चाबी लिस। म गएँ, बाई। सरी। जुत्ता लाउनु है त अब। जुत्ता लाउँ। सो गाइस रेडी पनि भइसक्यो। जुत्ता बनाउनु पनि छुट्टिन्छ त हो। ल कलेज जाऊँ। घरबाट निक्लिसक्यौँ गाइस होइन। आमा कपाल त के उड्यो त। जुस ठिकै छ। कुकुरमा आएको ठ्याप्पी पार्ला यार। ल जाऊँ अब। घरबाट निक्लिसक्यो, खानासाना खाइसक्यो, रेडी पनि भइसक्यो। टाइ त यतै ब्यागतिर कतातिर होला। जाम चाहिँ गाली गर्ने बेला हुनु लाग्यो होला। जाम। अनि आज जाने भन्ने त कुरा हो। शुक्रबार हो क्या अरे, कोही आउने हुन् किन फेरि। नपढ्ने भन्ने त कुरा थियो क्या अरे। पढ्ने हुनु नपढ्ने भन्नेसम्म चाहिँ कुरा थियो। अब आउँछन् किन भन्ने कुरा हो। नआइदियो भने फेरि बर्बाद हुन्छ नि। अन्त ब्याकग्राउन्ड पनि ऊ त्यो निलो गेटवाला मेरै घर हो। मेरै त के भन्ने, मेरै हो। द्याट्स माई हाउस। छोडेर गयो क्या अर्को मान्छेहरू मलाई। सोल्टी त्यहाँ छन्। हजुर के छ मस्त। ब्याग हटाउ न मलाई। ब्याग हटाउ, अगाडि राख न। अगाडि बोको क्या। नमस्ते अङ्कल, सन्चै हुनुहुन्छ? हाई भन्नु, हाई भन्नु न। वाह खतरा खा। अरू त के भइरहेको त हल्ली चल्ली जिन्दगीमा हल्ली चल्ली के भइरहेको त भने। कति बिजी हो आमामा। आज कोही आउँदैन कि नै दोस्त? आउँछन् नपढ्ने सन्त कुरा भयो थियो क्या अरे। अहिले नआए नि क्या छौ। कति भिडियो रे। अब एउटा भिडियो दिएर आज हाम्रो त्यही बाटोमा रोक्दैन नि त्यो मान्छेले। गाह्रो धम्बोजी चोक मामाहरू ओभर बिजिआर आज त्यहाँ रोड गरिदिनु भन्दा झन्डै भयो जस्तो लाग्यो तिमीलाई। पुगिसके राम राम भनी हानिदिने बगलीमा छुर्रा। तितो तितो मन भए पनि
गरिदिने मिठा मिठा कुरा खोलिदिए मुटु सबैके सानो भइन्छ र देखि बुझी सबै यहाँ के नै नापिन्छ र अब जिन्दगी सरर र मोटर गाडीमा जिन्दगी सरर र मोटर गाडीमा देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ ए भोलिको सोचे धेरै बिर्सने आज ए साँझलाई पर्खिरहे ढल्किने रात कस्तो अर्को कट्दो रहेछ भन्दा पनि कति टाढाबाट घुमाएको त नि टाढा नदीबाट खोज्नुलाई आज हेरेको छ तिमीलाई मिलाएर राख्थ्यौ यहीँ मिलाएर त राख्नु नि कलेज पनि पुग्यो आउँछु रे जाम तिनजना मात्रै देख्छु त म त किन त्यही त भनेर भन्न तिमीलाई 4-5 जना 6-7 जना त नआउनेसम्म त के अरे नपढ्नेसम्म त कुरा भयो थियो हिजो यहाँ त नआउने नै सल्लाह गरेर पुगेँ आएनन् क्या त्यस्तो लाग्यो मलाई सबले नआउने भन्दै थियो कसले परासहरूले भन्दै थियो गरे तिनीहरू त सधैँ भनिरहेको छ अर्को अर्कै छ खबर ब्लगर केटामा 1 2 3 ब्लगर केटामा 1 2 3 अरू त यसो हाई साई देऊ न हाई साई यसो केही छैन यार त्यो खै सुमन ओ रिभ्यू गर्ने केटा केमा हेर्छ होइन र देऊ न एकचोटि देऊ त हाम्रो क्लास कोही यहाँ छैन 2जना ब्याग मात्र छ अरू केही छैन कोही यहाँ छैन यहाँ साँच्चै आज कोही आउनु जस्तो लाग्छ मलाई अरू कोही आउन के थियो 2जना तिनीहरू पनि हुन् होइन नि तिनीहरू फर्स्ट सेमिस्टरको बहिनीहरू भाइहरू मात्र छ नि एउटा बहिनी हो एउटा बहिनी अरू भाइहरू पाइयो दोस्त हाम्रो कोअर्डिनेटर सर लालमणि सर नमस्ते सर सर हेलो भनिदिनु न मैले ब्लग च्यानल स्टार्ट गरेको छु हेलो भनिदिनु न हेलो महेन्द्र मल्टिपल क्याम्पसको बारेमा केही भनिदिनु न सर बिबिए फ्याकल्टी बारेमा यसो 1-2 शब्द फोर्थ सेमिस्टरको हेरौँ हामी कतिसम्म सक्सेसफुल हुन्छ मूत्र विसर्जन गर्ने हेर्नु के भन्यो हुँदैछ तिमी मूत्र विसर्जन सायद मल पनि खान दिनु मलदार हामीलाई एन्टरप्रेनरसिप पढाउने सर नमस्ते सर सन्चै हुनुहुन्छ ब्लग बनाइरहेको सर मल्टिपल क्याम्पस बनाउने उहाँको स्मृतिको नाममा एउटा मूर्ति नमस्ते चोक सरले बनाउनु भएको नमस्ते चोक हो पुलिस छन् अहिले परेशान गर्ला नि फेरि तिनीहरूले खै के लेख्छ फुल पनि टिप्न दिन्न फुल पनि त इक्जाम भइरह फोर्थ सेमिस्टरको आज लास्ट इक्जाम हो जाऊ न नाइ तिमी जाऊ न तिमी जाऊ ल जाऊ यो उठपाट्याङ हरकत गर्ने केटाहरू जाऊ न
यता माथि जाऊँ न त यता माथि जाऊँ बिचो बिचमा पुगेको बेला उता माथि जाऊँ न त हुँदैन उता माथि जाऊँ सो गाइस हाम्रो त आज कोही नि आएन 3 जना मात्रै क्लासमा कोही थिएन ब्याग अगाडि राख न ब्याग तल राख न हामी चाहिँ अब यहाँबाट क्लास नपढेर बिरयानी खान जान लाग्छौँ भयो बस्दै होला म त कोही के भयो ढल्किन्छ त जाऊ होइन उतैतिर होला नि कतै जाऊ बिरयानी खान जान लाग्छौँ नुर बिरयानीमा मिठो होस् त्यही हो मिठो बनाओस् नुर चाहिँ नयाँ ठाउँमा खुलेछ स्कुलको साइडमा जाऊँ गइसक्यो क्या बित्तिक अगाडि ए बुझ्नलाई गाह्रो भयो ए समय नै साह्रो गयो सायद उमेरैको दोष मन बुझाउनै आधी रह्यो देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि ए खोलिदिए मुटु सबैके सानो भइन्छ र देखि बुझी सबै यहाँ के नै नापिन्छ र अब जिन्दगी सरर र मोटर गाडीमा जिन्दगी सरर र मोटर गाडीमा देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि फाइनली नुन बिरयानी आइयो जाम आसु निड्रा खान न निड्रा खान नि नुर बिरयानी हाल्छ गाइस उसको साइडमा नर्सिङ होमको साइडमा जाम दिउँसोको 1-2 बजिसक्यो कति भयो टाइम लगभग 2 बज्न लाग्यो प्याक लास्ट पाक चाहिँ यार दही ठाउँ छैन चिकन बिरयानी खाऊ न किनलाई जानेछौ म गराइरहेको छु कि खाउन खाऊ गरौँ कस्तो देश कसलाई मिठो छ मिठो तिमीलाई सब मिठो लाग्छ त्यसले तिमी खाउँदैछ मिठो 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 बुक गराउन प्याज खानु पर्छ नुना खाएन नुला होइन प्याज नुनका लाग्छ अनि भोगेर के सुन्दैछ होइन मैले 3rd क्लास फुड रिपेयर भनेर जहाँ हालेन नि मैले टिकटकमा आज तिम्रो प्याजवालामा नाक काटेर हालिदिँदैछ मैले हाल्छु प्याजमा नुन खोजिरहेको राइस प्लेन रहेछ राइस चाहिँ प्लेन छ होइन राइता तिमीलाई होइन कस्तो कडा हो जस्तो राइता किन हो फुल प्लेटको चाहिँ पर प्लेटको चाहिँ 160 होइन अनि हाफ प्लेटको चाहिँ 80 छ राम्रो ग्रेभी पनि मगाएको ग्रेभी आउँदैछ खाइसकेपछि आउने हो क्या ग्रेभी
हामी सबै यो खाएर चाहिँ यहाँबाट जिम जाने हो अझै यिनीहरूले चाहिँ हाफ प्लेट खान्छ म त 1 प्लेट खान्छु अझै बाप तर त्यो राम्रो छ यार जति जे भने राम्रो छ मिठो छ भनेको क्या सो गुड यार तर राम्रो छ तिमी जति जे भन क्या दोस्त तर यहाँ आजको भन्दा अस्तिको राम्रो थियो नि फेरि उताउने यो नयाँ ठाउँमा आएर टेस्टै फेरि जस्तो लाग्छ मलाई मलाई त त्यस लाग्यो तिमीलाई त्यस लाग्यो यस्तो दामी छ यार तर आजको भन्दा अस्तिको राम्रो थियो क्या भोगेन तिमीलाई कस्तो लाग्यो दोस्त ठिकै छ मलाई मिठो मलाई मिठो लाग्यो रिच किड ठकुरी अहिले जमानामा गाउँ किनेका मान्छे हुन् अनि यति त नआउने कुरै छैन नि ए वहीँ हो कि हिँड न अघि हिँड गाई त्यहाँ सक्यो क्राउड पनि एकदम राम्रो छ एकदम धेरै छ क्राउड केही त बिर्सेन नि हिँड न तिमी हजुरबाले गाउँ किनेको मान्छे हिँड देऊ पैसा अब कहाँ जाने हामी नुरबाट निक्लिसक्यौँ बिरयानी दबाएर पेट भरिसक्यो अब यहाँबाट जिम जाने भन्ने त सोचो पेट टाइट छ अब कसरी जाने होला जिम दोस्त जिम त जाने भन्ने सोध्छु कसरी जाने त नाम भने होइन दोस्त कहिले कसै जिन्दगीमा टेस्ट पनि हुनुपर्छ कि तिमी काम छैन यार जसरी पनि जिम जाने हो हान्ने हो जिम त आउँथ्यौ तिमी भोलि खजुराबाट आउन त नि म ठुलो कुरा गर्यौ इक्जाम छैन ए इक्जाम छ सरी अरू ठिक छ ल जाम त्यसो भए जिम जा आइसु म लगाउन न दोस्त 1000 रुपियाँ थियो त्यहाँ पर्समा 52 जात देखिहाल्यो फेरि द्याट बाउन्ड फ्रेन्ड हु इज एक्स्ट्रा लोभी नै म त्यहाँ बस्दैन बाहुनको ल जाम निक्ल्यौँ अब जाम जिम आइसक्रिम नखानु भएछ त अन्त खाऊ न यार दोस्त यार तिमी प्लिज के दोस्त आइसक्रिम खाऊ न मलाई कस्तो छैन र देखो के फेरि मजा आउन देखि बुझी सबै अब जिन्दगी सरर मोटर गाडीमा जिन्दगी सरर मोटर गाडीमा नौनै तिमी जाऊ त नि बुझ्नेले बुझी नौनै तिमी जाऊ त के भन्ने त भेटी जान्छ देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ के हो त हेलमेट लगाइदे तिमी पनि अजिब गर्दो रहेछौ यार जति नर्मल भयो भने त यार मलाई फ्याक्ट्रीमा गएर 3टा मात्रै टिक्री के आइसु हाम्रो घरतिर एउटा आइसक्रिम फ्याक्ट्री छ भने मलाई एउटा आइसक्रिम भएर खान्छ हाम्रो घरतिर त्यही जान्थ्यौँ त त्यसो भए त्यहाँ होइन तर त्यहाँको मिठो हुन्छ कि नर्मल अर्को हुन्छ नि त्यहीबाट आउँछ बिर्सने आज आइसक्रिम निक्लिङ टाइमै भएन अझै त्यो वाला सावलियावाला निक्लिनु क्या बरु दोस्त जिमबाट आएर जिमबाट निक्लेर खाम लाग्यो फ्याक्ट्री चाहिँ छ त्यहाँ 3-4वटा कुनमा बनाउँछ मलाई त्यो सावलियावाला ल हिँड खजुरा रोड हिँड्न त्यसो भने ल जा ए मायालाई खोजिरहे यो 2 दिने साथ ए बुझ्नलाई गाह्रो भयो
ए समय नै साह्रो गयो सायद मेरैको दोष मन बुझाउनै आधी रह्यो देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि ए खोलिदिए मुटु सबैके सानो भइन्छ र देखि बुझी सबै यहाँ के नै नापिन्छ र अब जिन्दगी सरर र मोटर गाडीमा जिन्दगी सरर र मोटर गाडीमा देख्नेले देखि जान्छ बुझ्नेले एउटा यही हो कि यही हो यही हो एउटा घुमाउनु घुमाउनु यहाँ पनि आइसक्रिम पाइएन अब हामी अर्को फ्याक्ट्री खोज्दैछौँ कहाँनिर छ आज चाहिँ पुरै आइसक्रिम मन भइरहेको थियो आज हाम्रो साथी सुमनलाई एकदम आइसक्रिम खाने चढेछ कहाँबाट हो आज त परेशान भइसक्यो हेर्न साउलीवाला आइसक्रिम कता छ त्यो सावलियावाला हुन्छ नि एउटा ठेलावाला के कहाँ त्यसको फ्याक्ट्री कहाँ छ थाहा छैन रे त्यो त्रिवेणी मोडतिर पाइन्छ कि स्योर पाइन्छ कि त्यतातिर 2200 रुपियाँ उतापट्टि त्यो एक लाइनवाला रोड छ नि न्यू रोड के स्योर पाइन्छ कि त्यो ठाउँमा त ल ग्यारेन्टी 100% जामिन त्रिवेणी मोड जाम स्योर पाइन्छ कि त्यता सावलियावालै पाइन्छ कि होइन नि त होइन नपायो भने तिम्रो घरनिर फ्याक्ट्री छैन त्यहीँनिर जाम यहाँ छैन कि यहाँ छैन आस्तो ध्रुव अब यता थाहै नरहेछ तिम्रो यहाँ छैन कि यतातिर छँदै छैन कि दोस्त भाइ त्यो सावलियावाला भन्ने आइसक्रिम छ त त्यो ठेलावालामा लग्छ नि सावलिया भनेर क्या त्यो त छैन हजुर कहाँ बेलासपुर यो उता भित्र यहाँबाट योबाट भित्र कता टाढा छ ए यहीँनिर हो कि यहाँनिरबाट त्यो भित्र गएको छ नि एउटा बाटो के त्यहीँनिरबाट हो कि जहाँ हामीले त्यहाँ अघि सोधेको थियौँ नि त्योभन्दा अलिकति यता एउटा बाटो छ कि जाऊँ घुमाऊ जाने त्रिवेणी मोड हिँड कि त्यही भएर सिधै त्यहीँ पाउँछ क्या हिँड त्रिवेणी मोड हिँड कि त्यहाँ पाउँछ स्योर पाउँछ कि 100% पाउँछ त्यहाँ ग्यारेन्टी पाउँछ कि त्यो ठाउँमा हिँड 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 त्रिवेणी मोड पाउँछ कि त्यो स्योर पाउँछ हामी जान जान्छौँ त्यति अब है भन्छन् मायाका चाहिँ वन्स अगेन प्यारो धम्बोजी चोक ल ल ल किन स्योर पाउँछ कि यतातिर चढाउँ चढाउँ टाइम हेर त 19:30 हुन लाग्यो तर आज नि सावलियालाई एउटा पनि नदेखेर म अचम्म परेछु एउटा न एउटा त हुनुपर्ने हो यार हिरो बच्चन पनि ल्याएन बिहान बस्ने त तिनीहरूले लिएर आउँदैन नि त्यस्तो के हुँदैन
जामिन आधा नेपालमा हेरेर नि पाइएन नि आइसक्रिम थाहा छ कि नै अगाडिबाट अहिले आइसक्रिम हन्टाउन सक्सेसफुल भइरहेछ अब जिम गएर आएपछि सो जिम पछि फेरि भेटौँला छिराउ दोस्त मस्त गुड लगाइ जब जिम पछि फेरि भेटौँला सियु त्यति बेलासम्मको लागि हेलो गाइज म चाहिँ आस्तुस है मैले चाहिँ हात दुखेर अलि जिमबाट हानेर हात दुखेर अभिषेकलाई चाहिँ बाइक घुमाउँदिएको कारणले यिनले मलाई भिडियो गराउँदैछन् अनि यही भिडियोमा आउनुको लागि ट्राई गर न अरू नत्र घुमेर पनि भयो मैले स्ट्यान्ड लगाएर घुमाइसक्छु तिम्रो स्ट्यान्डको सेन्सर अहिले बर्बाद भइसक्यो नचलाले घुमाउनु मिल्छ नि खास के अरे नचलाले सो गाइज हामी चाहिँ अब जिमबाट निक्लिसक्यौँ अब फेरि मिसन आइसक्रिम हन्ट फेरि कन्टिन्यू हुन्छ हामी निक्ल्यौँ भर्खर निक्ल्यौँ होइन ठ्याक्कै यहाँ पछाडि हाम्रो जिम जाने ठाउँ छ बाटो छ अस्तिको भिडियोमा नि मैले देखाइसकेको थिएँ अब त्यो सावलियावाला भेट्टेन भने चाहिँ अरू समस्या हुन्छ छ कि नै छैन मिसन फेल फेल भयो नि त साथी के गर्छौ अब के गर्छौ अब घुमेर आउनु नर्सिङदेखि घुमेर आउँदा हुन्छ नर्सिङ होमदेखि ल हिँड त्यसो भए ब्याग अगाडि राख त ब्याग अगाडि राख तिमी स्पटमा हुन्थ्यो होइन आइसक्रिम सावलियावाला यहाँ पनि नभएको खण्डमा चाहिँ अब नर्सिङ होमनिर जान्ला छ हामी त्यहाँ पाइन्छ कि न भन्ने कुरा हो फेरि त्यहाँबाट यहाँ पनि होइन कहाँ हो त नि अगाडि बढाउ अगाडि बढाउ न हात देऊ न मै अड्किदिएँ अनि यहाँ साइड लगाउन यहाँ साइड लगाउन यतै साइड यतापट्टि साइड लगाउन यहाँ तिमी पनि मलाई अजिब गर्छौ कि अजिबो गरी हरकत गर्छौ नि कुदाको कुदै गर्छन् यार मामका यस्तो महँगो ट्राइपोड र मोबाइल 40,000 मोबाइल लिएर घुमेछु त म तिमी मलाई जथाभावी गर्ने यस्तो मलाई ठुलो भ्लगर मलाई यार 32वटा सब्सक्राइबर भएको भ्लगरलाई तिमीले मलाई यस्तो गरिदिनुहोस् भनेको भने गरौँ जस्तो 32वटा सब्सक्राइबर चाहिँ बढ्छ कि के थाहा जीवनको घरनिर आइसक्रिम फ्याक्ट्री छ अरे जसरी पनि विशेष सक्सेसफुल गराउने भएको भएर चाहिँ गएको त्यो केटीले मलाई कस्तो लुक दिएको नि दोस्त त्यही मलाई बिस्तारै त्यो नि ल्या है सुमनले घरमै घरै रहेछ त फ्याक्ट्रीको अनि फाइनल्ली सुमनले लिएर आइसक्यो आइसक्रिम फ्याक्ट्रीमा सुमनले ल्याइसके मिसन आइसक्रिम भेरी भेरी सक्सेसफुल मिसन आइसक्रिम सक्सेसफुल गाइज मिसन आइसक्रिम सक्सेसफुल पनि सक्सेसफुल मिसन आइसक्रिम सक्सेसफुल दोस्त एउटा लिक देऊ न आइसक्रिम नाइ यस्तो के ल्याप्पवाला के देऊ न 25 रुपियाँमा यतिको आइसक्रिम आउनु भनेको ठिकै चुन आएछ यार सरी अनि क्वान्टिटी अलिक धेरै थियो क्या त्यसको माथि भरेर यसको डबल तिनीहरू केटी हुन् हामी केटा हो मैले मागेको तिनीहरूलाई केटीहरू पनि त थिए नि तिमीहरूले होइन नि मैले होइन राखेको नि यो घरमा काम छ तिनीहरूको मिसन आइसक्रिम सक्सेसफुल अब यहाँबाट यो भिडियोलाई यहीँ अन्त्य गरौँ होइन अनि अब हामी घर जान्छौँ अनि एडिट गरेर बेलुका त्यसो पोस्ट हुन्छ सो गाइज डु वाच लाइक सेयर सब्सक्राइब कमेन्ट पनि गर्नुहोस् सब गर्नुहोस् अनि मिसन आइसक्रिम सक्सेसफुल सी यू इन द नेक्स्ट भिडियो बाई